Hello, hello and namaste everyone. आजको हाम्रो राइड चाहिँ सैलुङ क्याम्पिङ। म चाहिँ पैसा निकाल्न जान्छु। म पैसा निकाल्नलाई पैसा छैन, क्यास छैन दादासँग क्यास निकाल्नलाई। मनदीप यो चाहिँ उता सिद्धार्थमा गइरहेको छ, त्यसको सामान बाँध्नु छ। त्यसको सामान बाँध्ने अनि त्यहाँबाट हामी तीनजना चाहिँ निस्किने। आज तीनजना मात्र हुन्छ हाम्रो राइडमा चाहिँ, तीनजना मात्र हामी आज सैलुङ जाने, क्याम्पिङ बस्ने। टेन्ट स्लिपिङ ब्यागहरू त्यसले बोकेछ, पकाउने सघाउने भाँडाहरू मेरोमा छ। मेरो चाहिँ अराउन्ड 10, 11, 12 किलो भयो होला अहिले चाहिँ ब्याग बोक्दैछु। अहिले अब पहिला जाउँ, यता गएर आउँछु म। पैसा निकालेर केटाहरूलाई भेट्ने अनि निस्किन्छु। अब केटाहरूलाई भेटेपछि म भिडियो फेरि कन्टिन्यू गर्छु त्यहाँ गएर। अहिलेलाई यति ल, बाइक प्याक भयो। एक्सपल्स प्रो एउटा, एक्सपल्स एउटा अनि हन्टर एउटा। अङ्कलले बाँधिदिनु भयो। निस्केको हामी, बाइकमा भेटौँला। गाइज हामी चाहिँ निस्केको, सामान सबै बाँधिसक्यो। अगाडि मनदीप एक्सपल्स प्रोमा, म एक्सपल्स मेरोमा 2020 मोडल, अनि पछाडि हन्टर आइरहेछ 23 को। हामी यहाँबाट चाहिँ आज हाम्रो बाटो रुट चाहिँ कुन हुन्छ भन्दाखेरि बौद्धबाट यता कार्तिके डाँडा भएर, कार्तिके डाँडा नगरकोटै भनौँ न, कार्तिके डाँडालाई नि यता नगरकोट भएर नगरकोटबाट तल झर्ने एक ठाउँ छ 0 किलो झर्ने, त्यो ठाउँबाट जान्छौँ हामी चाहिँ। त्यही हो। अब बौद्धसम्मको त बाटो थाहा भइहाल्छ। अब सायद म गएर बौद्धतिरै खिच्छु, बौद्धतिर गएर मात्र भिडियो अन गर्छु होला। कहाँबाट जाने? ल हिँड्न त, हिँड। किन रोक्यो? एकदम केटाहरू रोकिन्छ यत्तिकै। हामी चाहिँ अब बौद्धतिर गएर भिडियो खिचौँ न। अगाडि चाहिँ म लिड गर्छु, मार्सियल यिनीहरूको। ए छोड्दै यहीँबाट गइदिउँ। मेन रोड सरसर जान्छौँ अब हामी, स्वाहा भगवती। ल गाइज हामी चाहिँ बौद्ध पुग्यो। दिस इज बौद्ध पनि ठोक्नुपर्छ बौद्ध। अब हामी बौद्ध पुग्यो। यहाँबाट हामी सिधा जाने साखु जाने बाटोमा, अनि साखुबाट यता तल एउटा मन्दिर छ, त्यहाँबाट यसो तल गएर सिधा माथि 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 गएपछि हामी नगरकोट निस्किन्छ। चिल बाटो छ, जङ्गलको आनन्दको बाटो छ। त्यही हो। अहिले बिहानको कति बज्यो? 8 बज्न लाग्यो, 8 बज्न 5 मिनट बाँकी छ। 7:55 भयो अहिले। यहाँ पिपल बोट हो। अब त्यही हो, यहाँबाट अब साखु जाने बाटो सिधा, यो रोड नछोडिकन सिधा जाने हामी। अनि त्यहाँबाट हामी नगरकोटमा आउँदै निस्किन्छौँ। बुद्ध हेरिटेज यहाँ चाहिँ हाम्रो के अरे एसटी म्यान लिल्स झोलाको डम 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 भएको थियो। अनि त्यसपछि त हामीले सुट गरेको चाहिँ बब्बु भाइ पन्जाबी गीत छ उसको पनि अस्ति हामीले सुट गरेको थियो। खतरा छ त्यो म्युजिक भिडियो नि आउँछ, रिलिज गरेको गरेन थाहा छैन। हामीले कम्प्लिट चाहिँ गरेर दिइसक्यो, रिलिज कहिले गर्छ थाहा छैन उनले एक्ज्याक्टली। त्यही हो, यसो चाहिँ जाँदैछौँ। पछाडि गाडी आएर चाहिँ यत्रो बस टिट गर्दै मुला। यहाँबाट हामी साखु जाने बाटोमा जान्छौँ, अनि अलि माथि गएर भेट्छौँ। हामी चाहिँ साखु पुग्यो। हामी चाहिँ साखु पुग्यो, यो साखु। यहाँबाट अलिकति तल सिधा जाने बाटो छ, त्यो सिधा जाने बाटोबाट लेफ्ट जानुपर्छ। अहिले चाहिँ साखु पुग्यो भनेर भिडियो बनाएको मैले। यहाँबाट चाहिँ तल त्यहीँ तलसम्म खिच्छु म। मेरो यो भिडियो चाहिँ मेरो फर्स्ट
माइक हालेर यसरी बोलिरहेको भिडियो हुन्छ अरूमा नि बोलेको त छ लाइक के अरे बोलेको छु तर माइक हालेर चाहिँ बोलेको थिइनँ क्या यो चाहिँ फर्स्ट भिडियो हो मेरो माइक एडाप्टर हालेर मैले अज्मोबाट खिचिरहेको छु हामी चाहिँ पुग्यो यहाँबाट हामी चाहिँ सिधा जाने हो यता यो बाटोबाट यहाँ लेफ्ट गयो भने चाहिँ भोटे चौर पुग्छ एभरेस्ट टी गार्डन सानो इलाम त्यस्तै हुन्छ भाइरल भएको ठाउँ यो टी गार्डन नजिक काठमाडौँको नजिकको टी गार्डन त्यही हो हामी चाहिँ यहाँबाट सिधा जान्छौँ अगाडि त्यहाँ मन्दिर आउँछ एउटा त्यहाँ मन्दिरबाट चाहिँ यसो भित्र गएर जङ्गल सानो बस्तीको बाटो जानुपर्छ त्यही हो अहिले कति बज्यो त्यही 8:15 भयो अहिले चाहिँ अहिले बिहानको 8:15 भयो काम मजाले लागिरहेछ वेदर लुक्स क्लियर यहाँ यो त जङ्गल एरिया मस्तको यस्तै फगी नै हुन्छ अलि हो यहाँ मन्दिर छ हामी यता लेफ्टको बाटो जाने हो यहाँ चाहिँ पुरानो रियोको एड पनि छ रियो त्यो पहिला ट्रायङ्गल सेपमा आउँथ्यो नि कतिलाई याद छ कतिलाई याद छैन होला होइन किन भन्दाखेरि म नि सानै थिएँ त्यो बेला त्यही हो अघि बाटो जानुपर्छ मजाले हाम्रो मोस्टली आज धेरै जस्तो बाटो चाहिँ पिचै हुन्छ होला कुनै प्याच चाहिँ अफरोड हुन्छ सैलुङमा त्यहाँ तलबाट माथि जाने ठाउँमा चाहिँ अलिक अफरोडै छ त्यो के भन्छ त्यसलाई ग्राभलहरू त्यो के भन्छ त्यो स्वेलिङ गरे के भन्छ सोइलिङ हो कि स्वेलिङ भन्छ त्यस्तै हो हामी यहाँ पुग्यो केटाहरू टिट बजाउँछन् रोक्नलाई बजायो के थाहा छैन यहाँ मस्त बारी साथ छ सिट खतरा परेर रहेछ यस्तो मलाई यो यस्तो खालको एरिया चाहिँ मनपर्छ क्या एकदमै बारी भएको यस्तो ठाउँको एरिया हल्का फार्मिङ पहिला त्यस्तै त थियो काठमाडौँ पहिला यस्तो विधि त थिएन अलिअलि चाहिँ थियो अलि काठमाडौँको आउटसाइडको पार्टहरू त्यस्तै थियो यो नि आउटसाइड पार्टै पर्छ यहाँ चाहिँ अहिले नि अलिअलि छ तर अलिक विकास भइसकेको छ यहाँ चाहिँ तर राम्रो छ त्यो बास्नै मिठो आउँछ क्या पराल काटेको परालमा शीत परेको होइन तोरीबारीमा स्प्रिङ्कलरले ठुटु गर्दै पानी हालिरहेछ ए अब यहाँबाट माथि कार्तिके डाँडा पुग्छ कार्तिके डाँडामा चाहने ठाउँमा भेट्छु म यस्तै छ बाटो चाहिँ यहाँको राम्रो छ नगरकोट आउन अल्टरनेटिभ बाटो चाहिँ यो हो राम्रो छ तर नगरकोट जाने बाटो धेरै जस्तो राम्रै नै छ ए अब माथि चाहने ठाउँमा गएर भेट्छु म ब्याग हल्ल्या छैन है यहाँ यस्तो हल्का छ यस्तो हल्का छ हामी कार्तिके डाँडा ऊ त्यो भ्यू गीत गाउँदै चलाएर थियो मनी चिया भन्नु त यहीँ त त्यो है यहाँ हो आन्टी मिट्टी तिनटाइ भन्यो आँखाले भन्दा यो मोबाइलले भन्दा मोबाइलले केही देखाएको छैन तर यस्तो खतरा देखिरहेको छ नि भ्यू झन्डै मलाई स्किल ध्यानले पेल्दैछु भ्यू यस्तो मस्त हिमाल देखिरहेको छ मस्त केटाहरू यहाँ छ चिया भन्छ यो तिनवटा चिया खाने अनि नानी खै टटल निन्दा टटल बाइकहरू यहाँ छ एउटा हन्टर अघि नै भन्छ कि हन्टर एक्सपल्स प्रो चाहियो हामी चाहिँ निस्किनु लाग्यो अब बसोस् जाउँ बसमा हामी चाहिँ अब निस्किनु लाग्छ यहाँ टाढाबाट केटाहरू लाउँदैछ सन्जा पनि लगाइसक्यो अब निस्किने यहाँबाट तल 0 किलो पुग्ने गाह्रो छ 0 किलो पुगेर एकचोटि मेरो चाहिँ पछाडिको ब्रेक प्याड फेर्नुपर्छ होला मैले ब्रेक प्याड घरमा किनेर ल्याएर थिएँ ब्रेक प्याड किनेर ल्याएको थिएँ तर ल्याउनु बिर्स्यो फेर्नु पर्दैन होला भन्दा नि
त्यसैले म पनि जस्तो लागेर चाहिँ तलतिर गएर कुद्नु पऱ्यो मैले ब्रेक प्याड फेरि केटा रिन्छ कि यहाँ फेरि छु ब्रेक प्याड 350 फेरि पछाडि पर किनेर राखेको थिएँ ल्याउनु बिर्सेर ठिकै छ केही छैन पऱ्यो बेला यस्तै हो एउटा जान्छ म तल मिरम चाहिँ पुगिन्छ 15-20 मिनटमा सरल बाटो छ केटालाई अब भेट्नुपर्छ ब्रेक प्याड फेर्नेदेखि फर्स्टमा ब्रेक चाहिँ लाग्दैन कि च्याप्पै अलिक गाह्रो हुन्छ त्यो फर्स्टमा त्यो साइनी कोट हुन्छ त्यसले गर्दा त्यसलाई चाहिँ यसरी ब्रेक चढेर जाने खालको ब्रेक अलिअलि सामान केटाले त बाटो गर्ने यहाँ के यहाँ त्यस्तो बाटो त छैन एउटा ब्रेक प्याडहरू बाहिर फेरेर मैले पनि फेर्ने अस्ति अलिक बाँकी थियो चलामा हानेको एक साइडमा फेर्दै एक साइडमा अलिक बाँकी नै थियो त्यो यहाँबाट सरल हामी चाहिँ ब्रेक फेल हुनु ब्रेकै नलाग्नु त्यो रोडहरू बिग्रिनु भन्दा 350 तिरेर ब्रेक प्याडै फेरिको ठिक हो आफ्नै लाइफको आफ्नै लागि सेफ्टी ब्रेक आफ्नै सेफ्टीको लागि सिक्नु हुँदैन यस्तो ब्रेक लाग्ने गर्नुहुन्छ हो 350 अलिक महँगो भन्यो बुढाले डबलै भन्यो 300मा मैले अगाडि पछाडिको ब्रेकै लिएर आएको थिएँ अलिक महँगो भन्यो तर त्यो मान्छेहरू देखेको मेरो ब्याग उ भएको छ के भयो छैन छैन उतापट्टि ढल्केको छैन यता उता अलिकति उता त गएको जस्तो है ल यतिकै हिँड्न हेर्नुहोस् यो रुट सिनिक छ हिमालको रेन्ज छ यता तल चाहिँ पुरै कुहिरो पात्र कुहिरो डुम्मा छ बाटोमा भयो हामी मजाको छ ठाउँ केटाहरू यहाँ छ केटाहरू अगाडि जान्छन् रमाइलो बाटो राम्रो छ यहाँ फुल म भन्छु यसको सट्टा युज गर्नु यो भयो झन्डै गएको झन्डै सिकायो मेरो उसिलो बाटोमा बिस्तारै हेरेर तपाईँ बस्नु यसो ठिक छ त मस्त ब्रेक के के भने ए ल अहिले एकछिन हान्छ अरे हामी चाहिँ मेलम पुगिसक्यो मेलम टोकमा यहाँबाटै त फ्लाइट जानुपर्छ हामी 0 किलोको निस्किन बाटो 3 मिनट छ होला मेक्सिको घर नेपालमा मेक्सिको भना छ
खिचौँ न उताबाट बाइकहरूको फोटो खिच्ने हो उसलाई खाल्डोमा हाल्ला ल अगाडि राखौँ अनि बाइकहरूको एउटा फोटो खिच्ने चल्दिने जङ्गलघाटको त माथितिर गएर भिडियोमा आउनेछु अगाडि रोकौँ न केटाहरूलाई चाहिँ मैले अगाडि पठाइदिएछु केटाहरू जाँदै गर्छ मैले निस्किहाल्यो यो अझ पनि चार्ज गर्नु हेरेको चार्जै भएन पावर ब्याङ्कबाट के भयो अहिले खाना खाँदाखेरि हेरौँ ल माथि मुडेमा खाने पुगिहाल्यो नि एकछिनमा के भयो भोक लाग्यो भोक लाएर लोसे भयो ल ल केटाहरूलाई जे सोचे त्यही भयो भोक लाएर लोसे भएछन् केटाहरू जोस गरायो मुडेतिर पुगेर के यो केटाहरू त्यहाँ के भयो पिउ पिउ खोलेर ओभर हिट भएको थियो अब पुगिहाल्छ माथि मोडे पुग्न लाग्यो पुग्न त पुग्यो है माथि अब त तर भ्यू बजेर त फोटो खिच्यो केटाहरू यो दिनुपर्ने के त क्राम्प यहाँ चाहिँ हामी मुडे पुग्न लाग्यो यहाँनिर फोटो खिचेको थियो हिमाल देखेको मुडे पुग्न लाग्दा के छ के छ फेरि हाम्रो मुडे पुग्यो 2 मिनटको बाटो भात खाइयो मुडे आएर यो चाहिँ अन्डासँग हेर म चाहिँ मासु खाएर कपालै
नस खाइसक्यो प्लेटको हिसाब देखेर थाहा हुन्छ कति मिठो रहेछ भने हुन त भोक लागेर नि हो गेम खाएँ म नि गेम खान्छु गेम खाएर आउँछु हामी चाहिँ खाना खायौँ यहाँ आन्टीकोमा पहिलाको पालि आउँदाखेरि त दोलखा भिन्सिन गयो बेला अनि सलिङ पनि जाने भनेको कुरा त्यो बेला सक्सेस भएन त्यो बेला चिया खानु बसेको थियो पानी परेको थियो त्यो बेला चाहिँ अब यहाँबाट हामी निस्किनु लाग्यो खानसान खायो फोन यत्र हालौँ हालौँ मेरे कार्ड है सबै सेट एकदम रेडी ऑन ओवर सीधा बाइकिङ हम ल जम मुरेबाट हामी निस्क्यौँ सैलुङ यताबाट कालुङ चोक दोलखा भिन्सिन चढेको यहाँबाट चाहिँ हामी सैलुङ मलाई चाहिँ अफरोड सुरु भयो सैलुङ जाने अब रोडलाई बाई बाई अफरोडलाई हाई हाई Amo, chica me atrullo. Estaré dando paso. Taruh distance gap maintain गरेर पढ यस्तै जग्गा
अगाडि बढाउनु पर्यो। Kira akhirnya karena tidak ada yang diketahui itu itu sudah membedakan lagi. Kita menjadi rugi untuk lah apa tak masih ada yang ada pakai dia ada. मान्छेले केटाहरूलाई रोकिरहेको केटा न्यायले अलि इलो ओसिलो रहेछ त्यो के भन्छ त्यसलाई शीत जमिरहेको होइन त्यस्तोहरू अलि छ यहाँ चाहिँ अहिले जडैमनै भएर त्यस्तो धेरै धुलो उड्ने पनि छैन कि ओसिलो कम्प्याक्ट भएर बसेको छ कि यस्तो बोर्डहरू नि छ है कालापानी सैलुङ यहाँबाट हो जानुपर्ने यस्तो बोर्डहरू नि राखिदिएको रहेछ धेरै सजिलो हुन्छ नि त कहाँ मान्छे यहाँ रोकेर सोधेर जाने कुरा आउँदैन त्यही बोर्ड राखिदिएको रहेछ यस्तो खतरा भ्यू त यस्तो दामी देखाएको छ अझ बाटो चाहिँ यस्तै छ ओसिलो अफर त्यो घन्टाङ कुद्नुको धेरै छैन खाल्टो छैन यस्तो हिलो छ होइन हिलोमा शीतहरू परेर जमेको खालको छ क्या यहाँ यस्तो छाया पर्ने घाम नपर्ने ठाउँमा चाहिँ पुरै त्यो शीत अहिले पनि छ क्या त्यहाँ अघि नको ठाउँमा चाहिँ शीतै थियो मैले त्यहाँ चाहिँ खिचिनँ तर यस्तै छ मैले ओसिलो ट्याप्प बसेको होइन मजाको छ बाटो त्यो पेलेको जस्तो आइगेस यो बाटो भर्खरै हेर्दाखेरि यस्तै फरेस्टहरू छ अब त्यहाँनिर शीत देखेँ कि देखेन है त्यो शीत जमेको हिउँ जस्तै देखिन्छ कि त्यो देखाउँछु पायो भने चाहिँ यस्तो चिप्लो छ यस्तो चिप्लो हुन्छ केटाहरू आउँदैछ केटाहरूले ग्याप मेन्टेन गरेर आउनुपर्छ यस्तोमा आउँदाखेरि चाहिँ ग्याप मेन्टेन गर्नुपर्छ किन भन्दाखेरि झ्यापझुप्की भइहाल्यो भने पछाडिकोले बिस्तारै रोक्न सकोस् क्या झ्याप रोक्यो भने त्यो नि लड्छ क्या डिस्टेन्स मेन्टेन गर्नुपर्छ क्या त्यही हो यहीँ छ अब हाडा सर जाने अब जस्तो लाग्छ 15-20 मिनट हामी अब पुग्छ त्यहाँ पुगेर घाटसाट किनेर यताउति खान्छाङ खुन्छाङ लिएर माथि हिँडिन्छ ब्यागस्याग बोकेर त्यही हो यसलाई त्यस्तै छ बाटोको अपडेट यही हो आनन्दको चिल छ बेलुका चाहिँ डेन्जरै चिसो हुन्छ भनेको छैन भने हामी चाहिँ क्याम्पिङ गर्न लाग्यो खासमा माथि सैलुङमा गएर क्याम्पिङ हाम्रो चाहिँ सही गर्नुपर्छ अरूहरू पनि आइरहेको रहेछ सही हो हामी अब माथि नै गएर भेट्नेछौँ ब्रदरको आँखामा किरा केही छेरेको छ हामी माथि गएर खिच्छु म अब चाहिँ अहिले यति पेलिराखेँ भेटेँ दाइले पेलिराख्नु भयो रहेछ यस्तो रोलरले मजाले पेलिदिएपछि सक्यो क्या आनन्द क्या अब त्यो हिलो बाटो नि ट्याप्प गरिदिन्छ होइन पेलेर साह्रो भइसक्यो नि त यो बाटो पेलै होला मलाई जहाँसम्म लाग्छ जति पेल्यो त्यति राम्रो यस्तो स्कोर्पियोहरू यस्तो बाटोमा कुदाएर आउँछ कि कति काहीँ रङ वेमा आइदिन्छ डर लाग्छ यार मैले भनेको थिएँ बाटो बनाएर पेलिरहेको जस्तो भनेर ठ्याक्कै नभन्दै पेलिरहेको रहेछ यहाँ चाहिँ के हुँदैछ यहाँ चाहिँ पानी भर्ने कार्यक्रम भइरहेको रहेछ हामी बिचमा देखिरहेको छ यो शीत खालको जमिरा यो हो क्या मेन शीत जमिरहेको छ त्यहाँ जमिरहेको थियो
अलिअलि सेतो देखिरहेको शीत जन्मिरहेको क्या त्यहाँ त्यही हो अब त माथि गएर खिच्छु अघि रोलर त्यो रोलर देखेर खिचेको थिएँ माथि गएर खिच्छु म हामी चाहिँ ग्रेट वाल अफ सैलुङ भन्नेमा पुग्नु लाग्यो सैलुङ जग्गा देखिरहेको त्यही हो सैलुङ हामी पुग्यो सैलुङ केटाहरू आमामा रकेट हान्दै गइरहेको छ मलाई पछाडि छोडेर धुलो खुवाउँदै आमामा कुञ्चुनीको बदला लिइरहेको केटाहरूले मसँग पुग्यो त्यही हो सैलुङ पुग्यो उतै माथि हो अहिले ब्याग बनाउँला नि त मसँग डोरी छ त्यसले पछि बेलुका ल जाउँ हो त माथि राख्ने जाउँ पुग्यो सैलुङ ए 1:30 पनि नभइकन पुग्यो ऊ यहीँ राख्ने हो पुग्यो सैलुङ अब केटाहरूलाई धुलो खुवाउने हो डकराइरा सैलुङ पुग्यो चाहिँ डेन्जरै हिलो रहेछ सट्ट कट आनन्दले कटाएपछि पुग्यो यहाँ सैलुङ अब माथितिर चढिन्छ हामी चाहिँ अब है कालापानी 2800 मिटर गरेर के हो बाइक यहाँ भित्र राख्ने कि के गर्ने हो बाइक यहाँ भित्र राखेर जाने हो अरू त जङ्गल छ त्यहाँ माथि राख्ने ठाउँ छ कि हेरौँ न सेफ यही हो यहाँ हान्दामा अब 1-1.5 घन्टा हिँड्ने पुग्यो के ग्रेट वाल अफ सैलुङ यतै हो ल अब एकछिन भिडियो खिच्छु यहाँ रातो बल्ला छ यहाँ ल यहीमा पुग्यो हिमाल यो बसमा त्यहीँ रोक्ने हो यहाँबाट हिँड्ने हो हामी यतै राख्यो हामीले बाइक धुलोको हुस्सु यहाँ राख्ने ठाउँ बनाइदिएको रहेछ कुकुर सिनेमेटिक ठाउँमा बसेको छ आमा हिरो सैलुङको दादा मै हो भन्छ त्यसले अहिले आएर हिमाल डेन्जर देखिरहेको छ अब माथि चढ्ने हामी होइन ठिक छ सही हो यहाँबाट माथि हिँड्ने हामी हिँड्ने मान्छे चाहिँ टन्नै आएर रहेछ हौ आठ हेरौँला नि यता सैलुङको तल ग्रेडवाला सैलुङतिर पुग्यो बाइक उता रहेछ केटाहरू त्यहीँ छ ग्रेडवाला सैलुङतिर पुग्यो भ्यू चाहिँ खतरा खोला छ माउन्टेन्स डेन्जर देखाएको छ यस्तो राम्रो हिउँ चाहिँ अलिक कम छ तर राम्रो छ अब यहाँबाट हामी हिँड्न थाल्ने अब एकछिन केटाहरू ब्याग खोल्दैछ मैले चाहिँ खोलिसकेँ आफ्नो फर्स्टमा ब्याग खोलिहाल्नुपर्छ अरूले खेल्दा आनन्दले आएर फोटोसोटो खिच्न पाइन्छ नि त सही माथि गएर अब म हिँड्दाखेरि अब भिडियो बनाउँछु